सबैमा नमस्कार। विशेष गरेर चाहिँ हामी कृषि प्रधान देशको नागरिक हौँ, त्यसैले कृषि उद्यम गरौँ, स्वरोजगार बनाऊँ भन्ने मूल अभियानका साथ विगत लामो समयदेखि नेपाली किसानको खेतबारी समन्वय गरेर चाहिँ काम गर्दै आइरहेको चाहिँ हाम्रो संस्था हो। हामीसँग उन्नत जातका फलफुलका बोट बिरुवाहरू साथै उन्नत जातका रुखका बोट बिरुवाहरू जस्तै रक्तचन्दन, श्रीखण्ड, अगरुट लगायत फलफुलमा हाम्रो सुनकागती 1, सुनकागती 2, एभोकाडो, अम्बाका 2-4वटा भेराइटीहरू, ड्रागन फ्रुट, एप्पल बगेरहरू जस्ता विविध किसिमका फलफुलका उन्नत जातका बिरुवाहरू सुपथ मूल्यमा उपलब्ध भएको जानकारी गराउन चाहन्छौँ। साथीहरू, हामी यसरी चाहिँ अहिले प्याकिङ गरेर किसानहरूलाई सुरक्षित ढुवानीका साथ बिरुवाहरू उपलब्ध गराउँदै आइरहेको जानकारी गराउन चाहन्छौँ। कृषि उद्यम गरौँ, स्वरोजगार बनाऊ भन्ने मूल अभियानका साथ लामो समयदेखि किसानको खेतबारीसँगै समन्वय गरेर काम गर्दै आइरहेको एक यो विश्वासिलो संस्था हो। हामीसँग देख्न सक्नुहुन्छ हाम्रो डाँडाकाँडा सबै हरियाली बनाउनको निम्ति यहाँ धेरै थरीका फलफुलका उन्नत जातका बोट बिरुवाहरू तयार भइरहेको जानकारी गराउन चाहन्छु। तपाईँहरूलाई चाहिँ नास्पति, आरू बखडा, स्याउ, हाम्रो आलमनहरू, जिनाइन केरा, रातो केरा लगायत विविध थरीका चाहिँ हाम्रो भूगोल अनुसार चाहिँ लगाउन सकिने खालका नयाँ प्रजातिका बिरुवाहरू तपाईँहरूको माझ हामी फेरि पनि यो वर्ष 2082मा पनि लगाउने हिसाबले हामीले उत्पादन गरिसकेको जानकारी गराउन चाहन्छौँ। त्यसैले साथीहरू, छिटोभन्दा छिटो आफ्नो बिरुवाहरू सुरक्षित गर्नुहोला र आफ्नो बाँझोरको भिरपाखालाई सजाएर उत्पादनमुखी बिरुवाहरू लगाएर देशलाई साथै आफूलाई पनि स्वरोजगार बनाउन हुन सबैमा अनुरोध गर्न चाहन्छु। विशेष गरेर हामी कृषि प्रधान देशको नागरिक हौँ। हामी विदेश होस् कि कुनै पेसामा होस् कि जहाँ भए पनि हाम्रो बाँझो रहेको जमिनलाई चाहिँ हराभरा बनाएर चाहिँ समृद्धिको दिशामा अगाडि बढाउन हुन सम्पूर्णमा हामी चाहिँ हार्दिक अपिल गर्न चाहन्छौँ। विशेष गरेर तराईदेखि मध्य पहाडदेखि हिमाली क्षेत्रसम्म हामीले चाहिँ बोट बिरुवाहरू रोपेर देशलाई समृद्धको बाटोमा डोराउन सक्दछौँ भन्ने जानकारी गराउन चाहन्छौँ। विशेष गरेर हामीले उन्नत जातका कलमी बिरुवाहरू लगाएको 1 वर्षबाट चाहिँ खान मिल्ने खालका बिरुवाहरू तयार गरेको सबैमा जानकारी गराउन चाहन्छौँ। कृषि गरौँ, स्वरोजगार बनाऊ, डाँडा भिरपाखालाई सजाऊ, आर्थिक आम्दानी गरौँ भन्ने मूल लक्ष्यका साथ तपाईँहरूमाझ हामीले उन्नत जातका बिरुवाहरू लिएर आएका छौँ। शीघ्र सम्पर्क गर्नुहोला। हस्त, धन्यवाद। नेपाल आदर्श